आज चाहिँ स्विमिङ प्लान भयो। आजको दिनभरि के गर्नु त केही भएन। डे टाइम भनेको असिना पानी झऱ्यो। देन वी स्लेभ आफ्टर सुत्यो नि अलिकति सिटा उखाल्यो मैले चाहिँ उयो अल्छे केही गरेन यो चोट्टा सुति बस्यो। एन्ड देन अब चाहिँ स्विमिङ हान्ने प्लान भयो। घाम पनि ठिक्कको लागिरहेछ अलिअलि। लु गाना बजाइहाल्न हौ भाइ दामी जाँदैछ हामी अब डान्स। दामी गाना बजायो त स्नो फ्लावर्सबाट पनि जम्न हो कहिले काहीँ त पोल्लास है। क्लियर ब्लू स्काई भन्नु पर्यो ब्याकग्राउन्ड। पानी चाहिँ ब्लक भएछ हाम्रो यहाँनिर होइन नभए कत्रो हुन्थ्यो सेट पानी ब्लक भएछ नि। पानी दामी भएछ। अब छिर्नु त होला नि त होइन त। अब अफकोर्स पानी अलिकति मैला आयो सारी। अब स्विम हान्छ एकछिन 10-15 मिनट जस्तो स्विम हान्छ। त्यहाँदेखि फेरि ब्याक टु आउँछु नि त म। ल त्यसैले अब र टाइपले कुक हुँदैछ हाम्रो होइन। कुक गइरहेको छ। यहाँ छ भनेको गिटारको तार लिएर आइयो। यहाँनिर फेन्डर गिटारको पिन छ। चोट्टा बनाउँदै होला भित्र ज्यामले भाइ। के छ ए गुड ठोकिस सारिक जबरजस्ती मुनिबाट हो नि त। ठोकिस कति त्यही एउटा बाँकी रहेको मान्छेर अड्केको छ। अड्केको ब्याड चाहिँ अड्केको। केटाहरू फेरि माछा मार्दैछ। मलाई त लास्टै बोरिङ घामले गर्दा फेरि हो। केटाहरू परतिर हाल्दैछ। चिल लाइफ सुत्दिनु पऱ्यो नि त। यतिकै हुनुपर्छ है हाम्रोतिर चाहिँ अफरोड हान्नु चाहिँ। ल यो चाहिँ नर्मल छ। योभन्दा गाह्रो अघिको बाटो चाहिँ देखाउनु पर्थ्यो। ठिकै छ यहाँ त ठिकै छ है। बाटै नभएको जग्गाहरू हुन्छ नि। है जोगाएर है जान्छ। बल्ल सडक भेट्यो। सुन्दाको चाहिँ है लर्निङ क्यान्डलिस्टिक लर्निङ चाहिँ खतरा है। यहाँ हुनुहुन्छ हाम्रो फेरि बस कोरोनाको टाइमको हो। खतरा स्टडी गर्नुभएको हो। खत्रै गरेको नि त्यत्रो च्याटमा राखी भन्नुपर्दा त। एन्ड आजको राइड कम्प्लिटेड। राइडको यहाँ बसिरहेछ बिस्ट। एकछिन सेलाउनु पनि पर्यो यहाँ दासँग भेटघाट पोखरी पोन्ड्स। द लाइफ वाज रियल।